उहाँले समाउनु भए हामीलाई के ल हेर्नु होला यो चाहिँ दर्शक बिनहरू नमस्कार म दीपक नेपाल मेरो घर बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर 6 नगरटाँडी रामनटाँडी हो अहिले म सिमरा वडा नम्बर 3 यो बजनी भन्ने ठाउँमा आएको छु र यो घर भित्र चाहिँ सर्प पसेको छ र सर्प चाहिँ कुन सर्प रहेको छ र कस्तो अवस्थामा रहेको छ तपाईहरुलाई चाहिँ जस्ताको त्यस्तै देखाउने छु भिडियो चाहिँ अन्तिमसम्म हेर्दै गर्नु होला यो सर्प चाहिँ घर भित्र पसेको कति समय भयो अब राति कतिखेर पस्यो थाहा भएन ए सर्प राति नै पसेको अहिले बिहान उठ्दाखेरि देखिएको कपडा जलाउँदा ए अनि के सुत्ने कोठामा हो सुत्ने कोठा बेडरुम झुलहरु लगाएर सुत्नुहुन्थ्यो तपाईहरुले झुल लगाएर त सुत्यो कपडा सुत्ने गरेको थियो कहिले भुइँमा सुत्छ कहिले पलङमा सुत्छ भुइँमा पलङमा जेमा सुते नि झुल चाहिँ लगाउनु पर्यो है त अनि पंखा चलाएर त डङडङै लड्यो भन्नुहुन्छ झुल चाहिँ लगाउनु हुन्छ कि हुँदैन सुत्ने बेलामा अनि सर्पले टोक्यो भने त अनि के हुन्छ त फेरि थकै लाग्यो भनेर झुल नलगाइकन सुत्नु भएन झुल लगाएर मात्रै सुत्नु पर्छ है र अब यहाँ बत्तीहरू त छ तर अलिकति अँध्यारो रहेछ टर्च लाइट छ है साँप चाहिँ यही कोठा भित्र छिरेको छ हैन दर्शक बिनहरू तपाईहरुले चाहिँ देखिरहनु भएको छ यो चाहिँ सुत्ने कोठा रहेको छ र अब यहाँनेर राति चाहिँ सर्प पसेको भनिरहनु भएको छ र यो सर्प चाहिँ यो उठाउँदाखेरि देख्नु भयो कि क्या हो ओहो सर्प चाहिँ यहाँनेर रहेछ त्यहाँ सर्प हेर्नु होला यो चाहिँ दर्शक बिनहरू तपाईहरुले चाहिँ देखिरहनु भएको छ साँप चाहिँ दर्शक बिनहरू तपाईहरुले चाहिँ देखिरहनु भएको छ अब यो सर्प चाहिँ उता भागिसक्यो है अब यसलाई यस्तो गरौँ हेर्नु होला यो सर्प चाहिँ एकदमै रिसाएको अवस्थामा चाहिँ छ यो सर्प चाहिँ राति नै घरभित्र चाहिँ छिरेको थियो र अहिले यो बिहान यो हटाउने क्रममा चाहिँ यो सर्प चाहिँ देखा परेको तपाईले चाहिँ सुनिरहनु भएको छ यो सर्प चाहिँ कसरी पराइरहेको छ र सर्पको चाहिँ हात भने पनि खुट्टा भने पनि जे भने पनि यो पुच्छर नै हो यसले चाहिँ पुच्छरको सहायताले चाहिँ यो सर्प चाहिँ भाग्ने गर्दछ अहिले चाहिँ हेर्नु होला यो पुच्छर चाहिँ यहाँ भित्र हालेर चाहिँ भित्र चाहिँ लुक्ने कोसिस गरिरहेको छ यसले तपाईले चाहिँ सुनिरहनु भएको छ सर्प कसरी कराइरहेको छ अब यो सर्पलाई चाहिँ म ढिलो नगरिकन अब बाहिर निकाल्न गइरहेको छु है अब चाहिँ यसलाई म बाहिर लिएर आउँछु हट्न है आयो नि सर्प
घुङ्गन हो यो घुङ्गन हो कहिलेदेखि खोज्नुपर्छ हो रामदेव घुङ्गन हो उहाँले सामान बाहा हामीलाई के ल हेर्नु होला यो चाहिँ लाउने भयो लाउन यो चाहिँ गोवन सर्प हो यो सर्पले चाहिँ अलिकति डराइसकेपछि चाहिँ छेड्ने काम गर्छ कि छेर्यो है अब यसलाई चाहिँ म झोलामा हाल्न गइरहेको छु अब तपाईँले देखिहाल्नु भयो नि सर्प होइन जा भित्र जा हेर्न आइराख्ने के गरेन दाइ अब यो तपाईँको घरमा चाहिँ अब आज नयाँ सालको दिनमा चाहिँ होइन आएको सर्पलाई चाहिँ मैले चाहिँ समातिसकेको छु र तपाईँलाई के भन्न मन छ समाइदिनु भएकोमा धन्यवाद हामीलाई डर तरास हुन्छ डर तरास साँपदेखि हामीलाई धेरै डर लाग्छ त्यसो भन्दा तपाईँलाई बोलाएर मैले समाउन लगाएको आफूले समाउन सकिएन र आफूले समाउने कोसिस पनि गर्नु हुँदैन र यो सर्प समाउनलाई चाहिँ तपाईँले मलाई फोन गर्नु भयो त्यसपछि मैले चाहिँ तपाईँसँग के पैसा सैसा केही कुरा गरेँ त गर्नुभएको छैन र भन्नु होला मार्ने उद्देश्य मेरो त थिएन र मैले तपाईँलाई बोलाएको हो साँप मार्न हुँदैन भन्ने कुरो मलाई थाहा छ अनि तपाईँले के घरतिर के नाकको थानहरू राखेर पूजा गर्नु भएको पूजा गर्ने गरेको छु कुनै तपाईँको तपाईँको नाकको थान यही हो त्यसो भए तपाईँको यो नाकको घरमा नाक भगवान छोडिदिउँ त र यो सर्प चाहिँ तपाईँकै एरियातिरको सर्प हो र यो चाहिँ 3-4 वर्ष भन्दा चाहिँ माथिको भइसकेको छ होइन र सर्प चाहिँ हाम्रो गाउँठाउँमा चाहिँ हुनुपर्ने पनि हुन्छ र सर्पले चाहिँ मान्छेलाई देख्ने बित्तिकै टोकिहाल्दैन अब 3-4 वर्षदेखिबाट यो छेउछाउमै छ यो अहिले बिरुवा बजारबाट अथवा सिमराबाट आएको सर्प होइन यो तपाईँकै घरभित्रकै सर्प हो होइन सर्पले चाहिँ मान्छेलाई देख्ने बित्तिकै टोक्दैन पहिलो कुरा है सर्पले देख्ने बित्तिकै टोक्दैन र कतिपय अवस्थामा सर्पले टोकिहाल्यो भने पनि बिस नहालिकन टोकिरहेको हुन्छ होइन त्यही भएर डराउनु पर्दैन सर्पले टोक्ने बित्तिकै जति सक्दो चाँडो अस्पताल जाने र अरू के सोध्नु छ तपाईँहरूलाई यति नै होइन अनि आज त नयाँ सालको दिन बिहानै सर्प घरभित्र है अनि बिहानै नाग भगवानको चाहिँ अरू चाहिँ भगवानलाई पूजा गर्नलाई मन्दिरमा गइरहनु हुन्छ भने उहाँको चाहिँ घरमा नै हिजैदेखिबाट सायद हिजै रातिदेखि नै आएर सुत्ने कोठामा बसेको थियो होइन र अब के अरे अनि यस्तो छ यो सर्प समातेको चाहिँ कतिजनाले चाहिँ कति चार्ज लाग्छ भनेर सोध्नुहुन्छ अरूले चार्ज लिएर लान् होइन तर मैले चाहिँ चार्ज लिँदिनँ कसैले अब आफ्नो मन खुसीले दिए भनेदेखि त्यो बेग्लै कुरा भयो र गरिबहरू छन् भनेदेखि गरिबहरूको चाहिँ म 1 करोड पैसा दियो भने पनि लिँदिनँ है फेरि गरिबहरूसँग चाहिँ एकदम लिँदिनँ होइन कोही अलिकति पैसावाला मान्छे छन् भनेदेखि दिए भनेदेखि जे जति दिन्छ लिन्छु तर यति पैसा लाग्छ उति पैसा लाग्छ यति पैसा दिने भए आउँछु होइन भने आउँदिनँ भनेर मैले भनि त तपाईँलाई भनिनँ नि होइन त्यही भएर सर्प समातेको चाहिँ पैसा मान्छेसँग पैसा भन्ने कुरो हुन नि सक्छ नहुन नि सक्छ होइन ब्याङ्कमा त कहिले काहीँ पैसा दिन्छ भनेदेखि त्यही भएर चाहिँ तपाईँहरूको गाउँठाउँमा बारा पर्सा रौतहट सर्लाही होइन निजगढ ठोरी एरिया कहीँ पनि यस्तो अप्ठ्यारो पर्यो भने तपाईँले मलाई सिधै फोन गर्नु सक्नुहुन्छ है त र अब यसलाई चाहिँ मानव बस्तीभन्दा पर लगेर खेततिर मजाले छोडिदिन्छौँ होइन यो चाहिँ जति दिन जिउँछ आफ्नै वातावरणमा जिउँछ तपाईँको घरभन्दा टाढा बाँच्छ है र बोलाइदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद दर्शकबिनहरू अब यो सर्पलाई चाहिँ लगेर चाहिँ मानव बस्तीभन्दा पर चाहिँ छोड्नेछौँ भिडियो अन्तिमसम्म हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद र यो चाहिँ गोवन सर्प हो यसले चाहिँ कसैलाई टोकिहाल्यो भने
जति सक्दो चाँडो चाहिँ अस्पताल जानुपर्ने हुन्छ र अहिलेको लागि यति नै भिडियो अन्तिमसम्म हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद।